Hello, doctor. के लगाएको फेसमा के भयो डाक्टर आई नीड कोरियन ग्लासेस स्किन केयर मेरो गर्लफ्रेन्ड चाहिँ कोरियन ड्रामाको लास्ट बिग फ्यान हो के डाक्टर अनि यो चाहिँ मेरो युजुअल मर्निङ स्किन केयर रुटिन के यसमा चाहिँ मैले दुईटा मोइस्चराइजर 1 लिटर राइस वाटर टोनर रेटिनोल सैलिसाइलिक एसिड कोजिक एसिड सल्फ्युरिक एसिड अनि 3टा ब्रान्डको सनस्क्रिन लगाउँछु क्या डाक्टर यो चाहिँ टिकटकले सिकाएको स्किन केयर रुटिन क्या डाक्टर अनि टिकटकबाट सिकेको कुराले फाइदा गर्यो त बाबु तिमीलाई यसले खासै काम गरे जस्तो चाहिँ लागेन क्या डाक्टर 6 महिना भयो मैले यो स्किन केयर रुटिन फलो गरेको तर अहिले पनि मेरो छाला डढेको रोटी जस्तै छ क्या डाक्टर त्यही भएर मैले लास्ट 2 मन्थ्स देखि चाहिँ बेलुका बेलुका लेमन जुसले मुख धुने गरेछु क्या डाक्टर अब तिमीले स्किन केयरमा थोरै खुर्सानी पनि थप डढेको रोटीको लागि चटनी तयार हुन्छ बाबु मजाक नगर्नु न डाक्टर अनि सुन्नु न हरेक बेलुका चाहिँ हैन मैले 10 स्टेप कोरियन स्किन केयर रुटिन फलो गर्छु के त्यसमा चाहिँ मैले सब लगाउँछु क्या डाक्टर डबल क्लिन्जिङ मोइस्चराइजर सेरम इसेन्स सनस्क्रिन आई क्रिम स्नेल म्युसिन सिट मास्क र लास्टमा अलिअलि फ्रस्ट्रेसन डाक्टर फ्रस्ट्रेसन त अहिलेसम्म पनि तिम्रो फेसमा टल्किरहेछ बाबु अझ मैले त हैन सब टाइपको राइस वाटर टोनर पनि युज गरिसकेँ क्या डाक्टर बासमती राइस वाटर मन्सुली राइस वाटर अनि त्यो भाइरल वाला चामल छ नि मार्सी राइस वाटर एभ्रिथिङ के अनि अरु के गरेछौ मलाई चाहिँ त्यो पार्लरको आन्टीले स्नेल म्युसिन रिकमेन्ड गर्नुभएको थियो कि अनि बजारमा पाउने स्नेल म्युसिनहरू चाहिँ ओरिजिनल हुँदैन भनेर म वहाँ कोसाइगुन्ड ट्रेक गएको बेलामा चिप्लिकिराको र्याल कलेक्ट गरेर छालामा लगाउन थालेको त्यसले चाहिँ मेरो स्किन हल्का इचिङ हुन थाल्यो अनि मैले स्टप गरिदिएको के डाक्टर यो आफ्नो फेसलाई के गरिरहेछौ बाबु तिमीले किन गरिरहेछौ यस्तो आई नीड कोरियन ग्लास स्किन डाक्टर हेर बाबु न तिमी कोरियन हौ न तिम्रो बुवा कोरियन होला न त तिम्रो मावाला नै कोरियाबाट होला यसरी सोसियल मिडियामा जे देखियो त्यसकै पछि लागेर त्यसलाई क्रिटिकली एनालाइज नगरिकन एप्लाई गरेर नहिड बाबु यु नेभर गेट द कोरियन स्किन तिम्रो आफ्नै स्किन टोन छ के बाबु ऑल यु नीड इज अ हेल्दी स्किन तिम्रो आफ्नै स्किन यति धेरै कुराहरुले फेसलाई कभर गरेर हिँडेको छौ तिम्रो स्किन कति इरिटेट भयो होला अनि तिमी कोरियामा हैन काठमाडौँमा छौ यो धुवा यो धुलो अनि तिमीले लगाएको सबै लेयरहरु तिम्रो स्किनलाई कति ड्यामेज गर्यो होला बाबु सोच त ओके त्यसो भए मलाई मेरो आफ्नै पर्सनल स्किन केयर रुटिन रिकमेन्ड गर्नु नि त डाक्टर हेर बाबु सिम्पल स्टार्ट फ्रम द बेसिक है त डेली क्लिन्ज गर जेन्टल क्लिन्जरले मोइस्चराइज गरेर स्किनलाई हाइड्रेट गर्नुपर्छ दिउँसो पर्याप्त मात्रामा सनस्क्रिन युज गर त्यो बाहेक डाइटमा ध्यान देऊ जंक फुड कम गर फ्रुट्स र भेजिटेबल्सको मात्रा बढाऊ रेगुलर एक्सरसाइज गर अनि सबैभन्दा महत्त्वपूर्ण कुरा पर्याप्त मात्रामा सुत राति 1 बजेसम्म यस्ता वायत रिलहरु हेरेन भने तिम्रो छालालाई पनि फाइदा हुन्छ अनि दिमागलाई पनि यो त लास्ट पुरानो स्किन केयर रुटिन भयो नि डाक्टर मेरो हजुरबाको पालाको ती बाजेको ब्ल्याक एन्ड व्हाइट फोटो तिम्रो अहिलेको स्किन भन्दा पनि क्लियर छ नि त बाबु अनि सेरम चाहिँ नलगाउने डाक्टर यु क्यान ट्राई सेरम तर एकचोटीमा एउटाबाट स्टार्ट गर र स्टार्ट गर्नु भन्दा अगाडि स्किन स्पेशलिस्टहरुको सल्लाह लिने गर बाबु कुन सेरम लगाउने कति लगाउने कसरी लगाउने यसरी अनलाइनमा जे देख्यो त्यो किनेर लगाएर आफ्नो फेसलाई बायोकेमिस्ट्री ल्याब नबनाउ न बाबु यो सब त ठीक छ डाक्टर हैन तर एउटा कुरा के भन न बाबु आई नीड कोरियन ग्लास स्किन के डाक्टर हे राम